हेलो गाइज, मेरो नाम राम विकास राई। आज म टिग्नोमेट्रीको एउटा धेरै इम्पोर्टेन्ट कुरा लिएर आएको छु, जुन क्लास 9बाट स्टार्ट हुन्छ। 10, 11, 12 र माथि लेभलमा पनि काम लागेको हुन्छ। तर विद्यार्थीहरूले रटेर अनि माथि लेभलसम्म गएका हुन्छ। अनि म त्यो आज एकदमै सजिलो तरिकाबाट बुझाइदिन्छु। त्यो रट्नु पर्दैन। रटेको कुरा चाँडै बिर्सिन्छ, तर बुझेको कुराहरू चाँडै बिर्सिँदैन। त्यो हामीहरू अलिकति रिभाइज गर्छौँ भने हामीहरूलाई धेरै दिनसम्म याद रहन्छ। र त म आज त्यसैको बारेमा डिस्कस गर्छु। ट्रिग्नोमेट्रीको एउटा धेरै इम्पोर्टेन्ट कुरा हो। ट्रिग्नोमेट्रीको मानौ कि मैले यहाँ एउटा ग्राफ बनाएँ। अनि ट्रिग्नोमेट्रीको 6वटा रेसियो हुन्छ। जुन यहाँ जुन रेसियोहरू 6वटै रेसियोहरू यहाँ पोजिटिभ हुन्छ, अल पोजिटिभ हुन्छ। फर्स्ट यसलाई फर्स्ट क्वाड्रेन्ट भन्छौँ हामी, यसलाई सेकेन्ड क्वाड्रेन्ट भन्छौँ, यसलाई थर्ड क्वाड्रेन्ट, यसलाई फोर्थ क्वाड्रेन्ट। नेपालीमा फर्स्ट चतुर्थांश, यो सेकेन्ड चतुर्थांश, यो थर्ड चतुर्थांश, यो फोर्थ चतुर्थांश, अथवा पहिलो चतुर्थांश, दोस्रो चतुर्थांश, तेस्रो चतुर्थांश, चौथो चतुर्थांश। यहाँ साइन, साइन र कसेक पोजिटिभ हुन्छ। यहाँ ट्यान र कट पोजिटिभ हुन्छ। यहाँ सेक, कस पोजिटिभ हुन्छ। यहाँ हामीहरू रटेका हुन्छौँ कि यसमा अल पोजिटिभ हुन्छ। यो फर्स्ट क्वाड्रेन्टमा, सेकेन्ड क्वाड्रेन्टमा साइन कसेक मात्र पोजिटिभ हुन्छ, थर्ड क्वाड्रेन्टमा ट्यान कट पोजिटिभ हुन्छ, सेक अनि कस फोर्थ क्वाड्रेन्टमा पोजिटिभ हुन्छ। तर यस्तो किन हो? आज म सिकाउँछु यस्तो किन हो। यो रट्नु पर्दैन, एकदमै सजिलो तरिकाबाट म सिकाइदिन्छु। मानौ कि मैले एउटा यहाँ सर्कल लिए, अलिक ठुलो नै लिन्छु किनकि राम्ररी बुझाउनु पर्ने। एउटा मैले सर्कल लिए अनि यो यहाँदेखि लिएर यहाँदेखिको लेन्थ हामी आर मान्छौँ, किनकि यो रेडियस हो, जसको लेन्थ 1 युनिट मैले लिए, 1 युनिट। अनि यहाँबाट मैले एउटा सर्कमफेरेन्समा एउटा फेरि यहाँ जति रेडियस छ त्यति बराबरकै यो त बराबरै हुन्छ, किनकि यो रेडियस छ भने यो पनि रेडियस हुन्छ, अनि यो 1 युनिट छ भने 1 युनिट यो पनि हुन्छ। आर इज इक्वल टु 1 युनिट, यो पनि 1 युनिट हुन्छ। अनि म यहाँबाट पर्पेन्डिकुलर लाइन ड्र गर्छु। अनि यो जुन पोइन्ट हो यो एक्स कोअर्डिनेट, वाई कोअर्डिनेट हुन जान्छ। जब म यसलाई एक्स, यसलाई वाई, यसलाई एक्स ड्यास, यसलाई वाई ड्यास बुझ्छु भने यो एक्स कोअर्डिनेट, वाई कोअर्डिनेट हुन्छ। जब एक्स कोअर्डिनेट अनि वाई कोअर्डिनेट हुन्छ भने म यतातिर यो कुराहरू लेख्छु। यो एक्स कोअर्डिनेट, वाई कोअर्डिनेट भन्नाले यहाँदेखि लिएर यहाँ एक्स कोअर्डिनेट, यहाँदेखि लिएर यहाँ वाई कोअर्डिनेट भयो। अनि अब पर्पेन्डिकुलर एउटा लाइन ड्र गरेको छु। यो लाइन ड्र गर्दाखेरि यहाँ एउटा ट्रायङ्गल बनिरहेको छ, जुन ट्रायङ्गल राइट एङ्गल ट्रायङ्गल हो। राइट एङ्गल ट्रायङ्गल यहाँ बनिरहेको छ। यहाँ हाइपोटेनस आर हुन जान्छ। राइट एङ्गल ट्रायङ्गलमा एच स्क्वायर इक्वल टु पी स्क्वायर प्लस बी स्क्वायर हुन्छ। यहाँ आर स्क्वायर इज इक्वल टु
एक्सको स्क्वायर प्लस वाईको स्क्वायर हुन जान्छ, यो हुन जान्छ। तर म यहाँ साइन थीटा लिन्छु। साइन थीटा जब लिन्छु भने साइन थीटाको फर्मुला हुन्छ p/h। अनि p/h हुन्छ भने यहाँ p भनेको यो एङ्गल मैले थीटा डिनोट गरेँ। थीटा मतलब यसलाई डिनोट गर्छु भने थीटाको सामनेवाला एङ्गल p हुन जान्छ। अनि p भनेको लेन्थ y कोअर्डिनेट हो। अनि h भनेको r हो। अनि r भनेको यहाँ 1 हो, y/1। अनि यो हुन जान्छ y। अनि y इज इक्वल टु साइन थीटा आयो। y इज इक्वल टु साइन थीटा, म यता लेख्छु y इज इक्वल टु साइन थीटा भनेको यो लेन्थ y इज इक्वल टु साइन थीटा आयो। अब म फेरि यस्तै cos थीटा निकाल्छु। cos थीटा जब निकाल्छु भने b/h हुन्छ, b/h। अनि यहाँ b भनेको यो हो बेस, x को मतलब लेन्थ x कोअर्डिनेट हो भने x हुन्छ। तल h भनेको r, अनि x को ठाउँमा x है, फेरि r भनेको 1 हो। x भनेको x इज इक्वल टु cos थीटा आयो। म यता लेख्छु x इज इक्वल टु cos थीटा, x इज इक्वल टु cos थीटा भयो। यो दुईटा कुरा बुझ्नु एकदम जरुरी छ। अनि यहाँ यो क्वाड्रेन्ट भनेको प्लस प्लस हुन्छ, यो क्वाड्रेन्ट भनेको माइनस प्लस हुन्छ। अनि यो क्वाड्रेन्ट भनेको प्लस प्लस हुन्छ, फेरि यो क्वाड्रेन्ट भनेको प्लस माइनस हुन्छ, प्लस माइनस हुन्छ। यहाँ x को ठाउँमा cos थीटा आएको, y को ठाउँमा साइन थीटा आएको। जब यहाँ xy मतलब यो क्वाड्रेन्ट प्लस प्लस हुन्छ, यहाँ x पनि प्लसमै छ, y पनि प्लसमै छ। हुनाले जब xy हामी मतलब कोअर्डिनेट रूपमा लेख्छौँ भने साइन थीटा कमा x को भ्यालु cos थीटा अनि साइन थीटा, cos थीटा साइन थीटा xy भन्नाले मतलब प्लस प्लस, यहाँ x को मान पनि प्लस छ अनि y को मान पनि प्लसै छ। अनि x इक्वल टु cos थीटा आएको छ, y इज इक्वल टु साइन थीटा आएको छ। मैले x को ठाउँमा cos थीटा राखेको दिएँ, y को ठाउँमा साइन थीटा राखेको दिएँ। त्यसैले मतलब xy को ठाउँमा cos थीटा साइन थीटा, यो त फर्स्ट क्वाड्रेन्टमा प्लस भइसक्यो। अब हामी cos थीटा अनि साइन थीटा भइसक्यो। फेरि xy इज इक्वल टु cos थीटाको अपोजिट हुन्छ sec थीटा अनि साइन थीटाको अपोजिट हुन्छ cosec थीटा। यो फर्स्ट क्वाड्रेन्ट, यो मतलब फर्स्ट क्वाड्रेन्टको म कुरा गर्दैछु किनकि प्लस प्लस हुन्छ, त्यसैले सेक थीटा cosec थीटा पनि मतलब यसमा प्लस प्लस हुन्छ। त्यस्तै म अब साइन थीटाको भइसक्यो, cos थीटा पनि भइसक्यो, सेक थीटा cosec थीटा पनि भइसक्यो। अब म tan थीटाको कुरा गर्छु। जब म tan थीटाको कुरा गर्छु भने tan थीटा भनेको साइन थीटा बाई cos थीटा, साइन थीटा बाई cos थीटा। यहाँ साइन थीटा पनि प्लसमा छ, cos थीटा पनि प्लसमा छ, त्यसैले tan थीटा पनि प्लसमा हुन्छ। यसको अपोजिट हुन्छ cot थीटा, cot थीटा पनि यसमा प्लसमा हुन्छ, त्यसैले यसमा अल रेसियो आर पोजिटिभ हुन्छ। अब म सेकेन्ड क्वाड्रेन्टमा साइन cosec किन प्लसमा हुन्छ, अरू किन माइनसमा हुन्छ त्यो म बुझाउँछु। सेकेन्ड क्वाड्रेन्ट भनेको माइनस प्लस हुन्छ, यो भनेको माइनस माइनस हुन्छ, यो भनेको प्लस अनि माइनस हुन्छ। जब यो प्लस माइनस हुन्छ भने हामीहरू यहाँको यता हामी जब कोअर्डिनेट लिन्छौँ भने x माइनस x अनि y हुन जान्छ। जब यो हुन जान्छ भने x को ठाउँमा cos थीटा हुन्छ अनि
एक्सको बायाँ साइडमा माइनस छ अनि माइनस कस थिटा कमा वाईको ठाउँमा साइन थिटा। सो हामी यहाँ हेर्छौँ भने कस थिटा यसमा मतलब सेकेन्ड क्वाड्रेन्टमा माइनसमा हुन्छ तर साइन थिटा प्लसमा हुन्छ। यहाँ हामी प्रुभ गर्दैछौँ, प्रुभ भइरहेको छ। अनि त्यस्तै यसको अपोजिट कस थिटाको अपोजिट हुन्छ माइनस छ त्यस्तै सेक थिटा, सेक थिटा। अनि ट्यान थिटाको तैँले कुरा नगरौँ, साइन थिटाको अपोजिट हुन्छ कसेक थिटा। यो यो प्लसमा आयो भनेको सेकेन्ड क्वाड्रेन्टमा यो जब दुवै प्लसमा आयो भनेको, जब दुवै प्लसमा आयो भने मतलब यसमा दुवै प्लसमै हुन्छ। हामी यसरी बुझ्न सक्छौँ कि साइन थिटा कसेक थिटा यसमा प्लसमा हुन्छ अनि कट कट थिटा होइन कस थिटा अनि सेक थिटा यसमा माइनसमा हुन्छ। हामी त यो बुझ्यौँ। अब बुझ्छौँ ट्यान थिटा। ट्यान थिटा भनेको साइन थिटा बाई कस थिटा। तर सेकेन्ड क्वाड्रेन्टमा कस थिटा माइनसमा हुन्छ अनि माइनस माथि जान्छ यो ट्यान थिटा। ट्यान थिटा पनि मतलब माइनसमा हुन्छ यो क्वाड्रेन्टमा अनि ट्यान थिटाको अपोजिट माइनस कट थिटा। योहरू मतलब यो क्वाड्रेन्टमा मतलब नेगेटिभ हुन जान्छ। यस्तै यसमा यसमा ट्यान थिटा अनि कट थिटा पोजिटिभ नभएर मतलब यसमा ट्यान थिटा अनि कट थिटा पोजिटिभ हुन्छ। यसमा सेक थिटा अनि कस थिटा पोजिटिभ हुन्छ। बाँकी सबै रेसियो यसमा माइनसमा हुन्छ। ल त मैले यही सम्झाउन सोचेको थिएँ। बुझिसकेको होला। आजको लागि म यतिकै राख्छु।